नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवा सुविधा फिर्ता गर्ने तयारी गरेकी छन्। स्वर्गीय मदन भण्डारीको 74औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको बताएकी थिइन्। देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो। जननेताले भन्ने गर्नुहुन्थ्यो, जनता भनेका भगवान हुन्। राजनीतिमा थकाइ भन्ने शब्दावली नै हुँदैन। उनले भावुक सम्बोधन गर्दै भनिन्, आज तपाईहरूका बीचमा हुँदा मदनका यी भनाइहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु। जननेताले भन्ने गर्नुहुन्थ्यो, जनता भनेका भगवान हुन्। साथै उहाँले भन्नुभएको थियो, राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन। भण्डारीको यो निर्णयसँगै नयाँ बहस सुरु भएको छ। राज्यबाट पाउने पूर्व राष्ट्रप्रमुखका सुविधा के हुन्? मन्त्री परिषदको निर्णयअनुसार पूर्व राष्ट्रपतिहरू रामवरण यादव र भर्खरै एमालेमा फर्किएकी विद्यादेवी भण्डारीको सेवा सुविधाहरूमा 2 लाख घरभाडा, मासिक 50,000 रुपैयाँ सहित अन्य सुविधा छन्। पूर्व राष्ट्रपति तथा उपराष्ट्रपति लगायत पदाधिकारीहरूलाई भत्तासँगै प्रति व्यक्ति एउटा गाडीमा लाग्ने मासिक 200 लिटर इन्धन, मोबिल, मर्मत खर्च, सवारी चालक, कर्मचारी, कार्यालय सहयोगी समेत राज्यले उपलब्ध गराउने व्यवस्था छ। काठमाडौँ उपत्यका वा अन्य प्रदेशका राजधानीमा घर भए मर्मतका लागि भत्तासहित मासिक 1 लाख रुपैयाँ दिने व्यवस्था छ। घर नभएमा उपराष्ट्रपति, प्रधानमन्त्री लगायतलाई भत्तासहित मासिक 75,000 रुपैयाँ छुट्याइएको छ। मासिक भत्ता, आवास सेवा सुविधासहित गाडी, निजी सचिवालय कर्मचारीको व्यवस्था, सुरक्षा व्यवस्था राज्यले उपलब्ध गराउने मापदण्डमा छ। तर राष्ट्रपति वा उपराष्ट्रपति तथा पूर्व पदाधिकारीले मापदण्ड बमोजिम पाएको सुविधा नलिन वा पाएको सुविधा जुनसुकै बखत पनि फिर्ता गर्न सक्छन्। सुविधा प्राप्त गर्ने पदाधिकारी वा विशिष्ट व्यक्तिको मृत्यु भएमा कानुन बमोजिम निकटतम हकदारले सम्बन्धित निकायमा 15 दिनभित्र फिर्ता गर्नुपर्ने हुन्छ।